Hello everyone. Welcome to Rain & Co's first ever podcast. I'm Rahul Pradhan, brand director of Rain & Co. हामी चाहिँ अहिले यहाँ विराटनगर बेस्ड कम्पनी हो र अहिले हामी लोकल बिजनेसेसहरुलाई प्रमोट गर्दैछौं and I think we couldn't have a better start other than Cloud9 Cafe and Bar. So now I would like to onboard our guests, the founders of Cloud9, Mr. Ranish Tamang and Ms. Regina Tamang. So let's begin with the introduction. Can you please introduce yourself? हेलो नमस्ते मेरो नाम चाहिँ रनिश तामाङ अनि म चाहिँ अहिले Cloud9 को फाउन्डर भनौं नमस्ते मेरो नाम चाहिँ रिजना तामाङ अनि त्यही हो म नि Cloud9 को एज लाइक फाउन्डरै भनौं फाउन्डर दुईजना फाउन्डर भन्दा हामी दुईजना दाजु बहिनी हो अनि वी बोथ फाउन्डेड कति 1.5 वर्ष अगाडि होला के भयो So Cloud9 स्टार्ट गर्नु भएको चाहिँ 1.5 वर्ष जति भयो भन्नुभयो हैन Cloud9 स्टार्ट गर्नु भन्दा सुरुमा चाहिँ के गर्दै हुनुहुन्थ्यो त Cloud9 स्टार्ट गर्नु भन्दा अगाडि चाहिँ के गर्ने ब्याचलर गरेको थियो भनौं न पढिरहेको थिएँ अनि अब लाइक पढ्ने मात्र भइरहेको थियो नि के गर्ने त भनेर अनि अब कस्तो हुन्छ भने प्लस 2 पछि ब्याचलर चाहिँ जोइन गर्यो तर अब जहिले पनि अप्सन्स भनेको चाहिँ अब अहिलेको युथहरुलाई नि त्यही नै हो नि त प्लस 2 पछि के गर्ने भन्दाखेरि बाहिर चल्दिनु त्यही हो नि त अनि त्यही नै भइरहेको थियो अनि तर लाइक घरकोले चाहिँ हैन किन जाने बाहिर यही गर न केही अरु लाइक वाइडर अप्सन्स नभए पनि केही न केही त छ भनेपछि अनि के गर्ने त भनेर चाहिँ खोल्यो Cloud9 जोस त्यस्तो खोल्यो अनि म चाहिँ बाहिर नै थिएँ त्यतिखेर चाहिँ म चाहिँ प्रोफेसनली म उता सेफ थिएँ पहिल्यैदेखि भनौं न अनि आबुधाबीमा थिएँ म काम गर्दै थिएँ अनि उसले रेजनाले मलाई टेक्स्ट गर्यो यहाँनिर एउटा स्पट रहेछ यो पहिला टेम्पटेसन थियो नि त हजुर स्पट चाहिँ जोस मेरो अङ्कलले मेरै चिनेकै अङ्कलको थियो क्या टेम्पटेसन पनि अनि उहाँले बेच्न लाग्नु भएको रहेछ अनि हामी नचलाउन सक्ने भयो बेच्न लाग्यो भनेर अनि ओके रेजनाले मलाई टेक्स्ट गर्यो यो स्पट छ के गर्ने कस्तो गर्ने यसलाई गर्न मिल्छ मिल्दैन के गर्ने भनेर ठिकै छ त के गर्ने नेपालमा बिजनेस गर्न मिल्छ भने गरौँ रेजना पनि फ्री थियो भनौँ न ब्याचलरमा त्यति टाइम पनि कति 2 घण्टा 3 घण्टाको त हो कलेज हैन रेजना कलेज भयो नि गइँदैन थियो अनि बेसी त्यही त हो नि रेजना आयो रेजनाले चलाउन खोज्यो अनि म 3-4 महिनापछि आएँ कामहरु छोडेर त्यसपछि सधैँ राछन् भनेपछि ब्याचलर चाहिँ क्लियर गर्नुभयो ब्याचलर्स अझै स्टिल रनिङ नै Still हो running. मेरो कम्प्लिट भएकै छैन अहिले चाहिँ म 8th सेमेस्टर भनौं न 8th सेमेस्टरमा हो अनि यो जुन Cloud9 नाम छ नि हाउ डिड यु कम अप विथ इट Cloud9 भनेको चाहिँ मैले चाहिँ लाइक बेसिकली यो नाम चाहिँ दादाले लाइक ओके Cloud9 किन राख्ने के राख्ने भएर लाइक धेरै नै भइरहेको थियो अनि र्यान्डमली हो कि र्यान्डमली हैन लाइक र्यान्डमली भन्दा पनि यस्तो हो मेरो चाहिँ के भने 9 चाहिँ अलिकति लकी नम्बर जस्तो लाग्छ मलाई किनकि आई वाज बोर्न इन 1998 10 9 हो नि त अनि 9 मलाई मेरो लागि लकी नम्बर जस्तो पनि लाग्छ अनि त्यो भएर पनि अनि Cloud9 इज अ स्टेट अफ बिङ ह्याप्पीनेस हो नि त हैन वेयर यु एट भन्दाखेरि कसैले कहाँ छौ तिमी आज भन्दाखेरि म Cloud9 मा छु भन्दाखेरि मिनिङ पनि ओके म Cloud9 मा छु भने म ह्याप्पीनेसमा ह्याप्पी छु भन्न खोजेको त्यस्तो होस् भनेर अनि हामीले चाहिँ यो प्लेस पनि त्यस्तै अब कफी सप भएपछि सबैजना वेलकमिङ होस् सबैजना आओस् हैन किनकि सबैजना हाम्रो लोयल कस्टमर नै छ तिमीहरू पनि आइरहेको हुन्छ जहिले पनि एभ्रीडे त्यो जस कम्युनिटी जस्तो बिल्डअप होस् भनेर चाहिँ त्यो मोटिभले राख्दाखेरि चाहिँ Cloud9 ओके ठिक छ अनि माथि रुफटप पनि छ नि त अनि रुफटप पनि त्यही भएर Cloud9 जस्तो भाइ भनेर अनि यो क्याफे रन गर्न चाहिँ कतिको गाह्रो हुन्छ क्याफे रन गर्नु टफ एकदम टफ नै छ एकदम नै टफ मैले नै पर्सनली नै अब लाइक बिगिनिङमा हैन फर्स्टमा एक्लै ल ओके सक्दैन के हो भनेर नै दाइ बोलाउन पर्यो भनौं न जे होस् कस्तो बाहिरबाट हेर्दाखेरि चाहिँ चलिरहेछ इजी नै त हो भइहाल्छ जस्तो देखिन्छ तर लाइक भित्रैबाट जाँदाखेरि चाहिँ अब लाइक कोरमै पस्नुपर्ने हो भने चाहिँ भेरी टफ दाइ आएपछि चाहिँ अलिक सजिलो भयो होला सजिलो धेरै नै सजिलो भनौं न म बिएचएम गरेर त मलाई यस्तो गाह्रो हुन्छ किनकि यो दिस इज मैले यो सोचेकै कुरा हो नि त मेरो क्याफे चलाउने रेस्टुरेन्ट चलाउने मैले बच्चादेखिको ड्रिम नै यही थियो मैले जानेको कुरा पनि यही थियो हैन अनि मेरो लागि त यति टफ हुन्छ भने मान्छेहरू अहिलेको लागि अब के हुन्छ पैसा अलिकति हुन्छ फ्यान्सी लाग्छ मान्छेहरूलाई अलिअलि पैसा आउन थाल्छ फ्यान्सी लाग्छ अनि रेस्टुरेन्ट खोलिदिउँ न क्याफे खोलिदिउँ न भन्छ अलिकति एकदम केही नसोचिकन एकदम गाह्रो कुरा हो जस्तो लाग्छ मलाई जबसम्म प्यासन नै छैन त्यो नै छैन अलिकति भएन भने चाहिँ गाह्रो
त्यही त यहाँ मैले पनि देखिराखेको हुन्छु कि क्याफेहरू चाहिँ खुलिराखेको ट्रेन्डिङ छ विराटनगरमा होइन धेरै। त्यही त त्यही पनि तपाईँहरू चाहिँ निकै लामै समयदेखि हुनुहुन्छ नि त यहाँ हाम्रो चाहिँ कसरी 1.5 वर्ष यो भयो। चाहिँ स्टेबल चाहिँ कसरी भएको छ स्टेबल त अब त्यही हो, एभ्रिडे आउनु पर्यो जस्तो भए पनि नो एक्सक्युज। तपाईँ एउटा लाइक स्पेस एउटा खोलिसकेपछि चाहिँ अर्काको लागि भन्दा नि फर्स्टमा चाहिँ त्यो आफ्नो लागि हो क्या। मलाई चाहिँ पर्सनली त्यो लाग्छ। अब मैले खोल्दैछ मैले खोलिरहेको छ घर बस्छौँ होइन, आउने कस्टमर आइहाल्नुहुन्छ त्यस्तो भनेर चाहिँ हुँदैन। आफूले जति लाइक पर्सनली जसरी इन्टरेक्ट गर्यो, धेरै मान्छे लाइक इन्टरेक्ट गर्दै गयो, आज चिनिन्छ भोलि चिनिन्छ, त्यसरी नै कम्युनिटी बिल्ड भन्दा पनि कस्तो हुन्छ भने नयाँ कस्टमर पनि एभ्री डे आउन थालेपछि चाहिँ चिनिँदै गयो नि त। अब मैले हजुरहरूलाई पर्सनली पहिला चिन्दैन थियो होइन, नाम पनि लाइक ओ के हो त्यस्तो हुँदैन त। तर लाइक एउटै फेस रेगुलरली देख्दा ओर्दा चाहिँ कसरी ए होइन हाम्रो रेगुलर्स है भनेर नि के छ कसो छ धेरै पछि आउनुभयो त्यसरी बोल्दा बोल्दै चाहिँ अनि एउटा स्पेसको लागि नै भनौँ न। कस्तो रह्यो त तपाईँहरूको जर्नी चाहिँ अहिलेसम्मको हाउ सेटिस्फाइड आर यु जर्नी त एकदम सेटिस्फाइड छु, लिभिङ माई ड्रिम जस्तो लाग्छ होइन। किनकि म बच्चादेखि मेरो फ्यामिली बिजनेस नै अब पहिलेदेखि नै रेस्टुरेन्ट नै गरिरहेको, पहिल्यैदेखि नै मेरो बाबाले पनि रेस्टुरेन्ट गरिरहेको। अहिले चाहिँ मेरो बाबाहरू चाहिँ मोमो पसल चलाउनुहुन्छ होइन। अनि पहिला पनि रेस्टुरेन्ट थियो अनि त्यो मेरो ड्रिम नै थियो बच्चादेखिको टु ओपन अ रेस्टुरेन्ट। अनि अहिले लिभिङ माई ड्रिम जस्तो लाग्छ। अनि लिभिङ माई ड्रिम अनि इट्स क्वाइट हुन्छ नि गाह्रो पनि छ, एट द सेम टाइम इट्स च्यालेन्जिङ। अब मार्केटमा धेरै अपर्च्युनिटिज पनि छ अनि एट द सेम टाइम अब कम्पिटिसन पनि छ। सो यु हेभ टु वेक अप एभ्री डे अनि सो गाह्रो छ। तर च्यालेन्ज बिना त मान्छेलाई के छ। डेली कति कति बजे उठ्नुहुन्छ डेली हामी यस्तो हो पहिला आफ्टरनुन हुन्छ यस्तो हो पहिला चाहिँ सुरुमा चाहिँ अब स्टाफ्सहरू नहुँदाखेरि चाहिँ वी हेभ टु वेक अप एट 8 o'clock 7 o'clock जहिले जतिखेर राति 2 बजे घर जान्थ्यो हामी, कहिलेकाहीँ 3 बजे घर जान्थ्यो, त्यही पनि 7-8 बजे आउँथ्यो। किनकि कहिलेकाहीँ त अब भाडा मुल्ने दिदी हुँदैन थियो, भाडा मुल्ने कहिले आफै भाडा मुल्नु पर्थ्यो। त्यो स्ट्रगल सबैको हुन्छ होइन, त्यो आफ्नो ठाउँमा छ। अहिले चाहिँ अलिकति सजिलो भएको छ, अलिकति स्टाफहरू आएको छ, त्यसैले अहिले चाहिँ 9-10 बजेतिर हामी आउँछ क्याफे। कहिलेकाहीँ अब 8 बजे आउँछ, कहिलेकाहीँ 11 बजे आउँछ, जस भनौँ न। तर 9-10 बजे चाहिँ स्टाफहरू चाहिँ सेटिस्फाइड हुनुहुन्छ, स्टाफहरू सेटिस्फाइड नै हुनुहुन्छ। अहिले चाहिँ पहिला चाहिँ अलिकति अब कस्तो थियो भने सर्ट स्टाफ थियो अनि स्टाफहरू थिएन। अब सर्ट स्टाफ भएपछि अब एक्लैले सबै काम गर्नु पर्यो भने त अब स्टाफहरूलाई पनि गाह्रो हुन्थ्यो। अनि अलिकति धेरै काम भयो, त्यो काम भयो भने अहिले चाहिँ अलिकति स्टाफहरू ब्यालेन्स आएपछि चाहिँ ठिक छ, सबैजना खुसी नै हुनुहुन्छ। के छ त अनि अब क्लाउड9 को फ्युचर प्लान्सहरू के सोच्नु भएको छ? फ्युचर प्लान भन्दा पनि क्लाउड9 चाहिँ कस्तो प्लेस भने अब यो चाहिँ एभ्री डे मान्छेले चाहिँ अफोर्ड गर्न सक्ने प्लेस जस्तो बनाउनु हाम्रो गोल चाहिँ त्यही हो क्या। अब तिमी कफी खान्छौ भने अरू ठाउँ गएर कफी खाँदाखेरि अलिकति महँगो पर्छ, डेली खान सक्दैनौ तिमी। तर यहाँ आएपछि चाहिँ एभ्री डे खान सक्ने खालको वातावरण होस्, इन्भाइरोमेन्ट होस्, रक्सी खाँदा पनि ओके बार जस्तो एभ्री डे भाइब चाहिँ होस् क्या। एभ्री डे तिमी गो टु प्लेसेस जस्तो होस् जस्तो लाग्छ मलाई। अनि मेन त्यो कम्युनिटी जस्तो केटाहरू कि तिमीहरू यो कम्पनी चलाउँदैछ, अब मेरो केटाहरू यहीँनिर आएको केटाहरू अरू कुराहरू थ्रिफ्ट चलाउँदैछ, अरू कि सबै कुरा गर्दैछ क्या। मोर कम्युनिटी जस्तो छ क्या। अनि त्यही कम्युनिटीको लागि चाहिँ बिल्डअप गर्दैछौँ। अनि हामी चाहिँ अलिकति अब मोर इन्टु आर्ट ग्यालेरी जस्तो पनि बनाउने प्लान छ तलपट्टि। अब हेरौँ के हुन्छ। कस्तो आर्ट ग्यालेरी भन्नाले चाहिँ अब कोही तिम्रो सपोज तिम्रो कुनै पनि आर्ट छ, पिसेस छ, अब तिमी पेन्ट गर्छौ, तिमी फोटोग्राफ गर्छौ होइन, फोटोग्राफी गर्छौ, अनि तिमीसँग क्रोसेटहरू छ, अनि केही छ भने पनि डिस्प्ले गर्न सक्यो। सपोज एक्जिबिसन त्यो जस्तो यो सानो स्पेसहरू छ, 1 2 3 4 त्यो पेन्टिङ्सहरू छ यहाँनिरको। यो पनि एउटा भाइले गरा हो, यशराज भाइले, अनि उसले राखिदिरहेछ। त्यो चाहिँ यस्तै नै, तर यो चाहिँ अलिक लार्ज सबैजना कम्युनिटी विराटनगरको सबैजना सानसानो मान्छे जस्तो डिस्प्ले गर्न पायो, सबै गर्न पायो। तलपट्टि सबै कुराको आर्ट क्या, जे पनि तिम्रो जे पनि छ सबै कुरा हुन्छ। यहाँ चाहिँ त्यो म्युजिक इभेन्टहरू पनि हुँदै रहेछ हैन? म्युजिक इभेन्ट्सहरू हामी गराउँछौँ, धेरै गराउँछौँ, म्युजिक गराउँछौँ। अलिकति डिफ्रेन्टै हुन्छ जे होस् हाम्रो इभेन्ट्सहरू अरू ठाउँ भन्दा चाहिँ अलिकति लाइक मार्केटमा लाइक नयाँ नै भन्ने आउन खोज्छौँ कि सिमिलर भन्दा पनि अलिकति डिफ्रेन्ट होस् न त। लाइक वाइ इज क्लाउड9 भन्दै किन चाहिँ लाइक वाट्स द डिफरेन्स अरू भइरहेको लाइक रेस्टुरेन्ट्स क्याफेहरू भन्दा चाहिँ क्लाउड9मा के छ त डिफरेन्स, त्यसले गर्दाखेरि चाहिँ वाइ आर पिपल कमिङ ब्याक भन्ने क्या।
अस्ति 1 वर्ष अगाडि नै उहिले क्लाउड सेसन Cloud भनेर session. गराएको थियो अनि त्यो चाहिँ प्राइभेट इभेन्ट थियो भनौँ न एउटा आर्टिस्ट हुनुहुन्थ्यो उहाँको ब्यान्ड थियो अनि त्यसपछि के गर्यो भन्दाखेरि त्यतिखेर चाहिँ अब आर्टिस्टलाई चाहिँ सुन्दै नै जानु पर्यो भनेर क्या किनकि यहाँ मान्छेहरू त अब आर्टिस्ट बजिरहेको हुन्छ गीत गाइरहेको हुन्छ यता बियर खायो यता झल्ला गर्यो त्यस्तो होइन आर्टिस्ट बसिरहेको हुन्छ गीत गाइरहेको हुन्छ भने आर्टिस्टलाई सुन्नु पर्यो भनेर त्यतिखेर चाहिँ हामीले मान्छेहरू कतिजना 50-60 जना होइन 20 पिपल्स गरेको थियो हामी त्यतिखेर चाहिँ तर मान्छेहरू सबै 20 गरेर पिपल 50 जना अनि त्यो 20 पिपलले चाहिँ +1 लिएर आउन मिल्ने अनि त्यो 20 पिपलमा पनि अब कस्तो भन्नाले हजुरहरूले चाहिँ हामीलाई नाम दिन पर्ने कि ओके आम इन्ट्रेस्टेड भनेर पहिला सुरु रजिस्टर गर्न पर्ने अनि त्यसबाट चाहिँ हामीले लाइक सर्ट लिस्ट गर्ने कि फिल्टर गरेर ल ओके यतिजना चाहिँ बोलाउने भनेर 20 पिपल गर्यो अनि त्यसमा चाहिँ अब त्यही हो +1 लिएर आउँदाखेरि चाहिँ जे होस् 40 जति भएको थियो भनौँ न मान्छेहरू हाम्रो एउटा लाइक राम्रो लाइक फर्स्ट इभेन्ट्स नै हामीले त्यही गरेको थियौँ क्लाउड सेसन भनेर गरेको थियो अनि यो इन्भिटिज अन्ली मात्र Invitees गरेको only, थियो त्यो भएर चाहिँ कस्तो हुन्छ भने अब त्यही अघि भनेर दादाले लाइक आर्टिस्टलाई अलिकति गाइरहेको बेलामा यतापट्टि छुट्टै छ होइन हो हल्ला छुट्टै अब एउटा आर्टिस्ट हामीले बोलाइसकेपछि त्यही अनुसारको उसलाई हुनु पर्यो नि त रेस्पेक्ट हुनु पर्यो गीतै सुन्न आएको जसरी चाहिँ हामीले चाहिँ लाइक सेसन नै गराउँदाखेरि लाइक सर्टेन आवर सर्टेन मिनट्सको सेसन गराउँदाखेरि चाहिँ त्यो सेसनभरि चाहिँ उसले लाइक हल्ला गरिदिन पाएन बोलिदिन पाएन बाहिर उठेर हिँडिदिन पाएन भनौँ न अनि एप्रिसिएट पनि फिल हुन्छ त्यो भयो भने एप्रिसिएट पनि फिल हुन्छ अनि त्यसपछि अलिकति सडन ब्रेक हुन्छ त्यसपछि अब लाइक के भएर चुरोट ब्रेक भयो कफी ब्रेक भयो अब लाइक रक्सी खान्छ कि रक्सी खान्छ त्यति भयो लाइक त्यो त्यति टाइममा चाहिँ त्यो बसेर सुनिदिन पर्यो कि आर्टिस्टलाई तिमीले गीत सुनेको छैनौ भने पनि लाइक तिम्रो लाइक फर्स्ट टाइम हो भने पनि लाइक अलिकति एक्सपोजर पाउनु भयो नि त आर्टिस्टले त्यस्तो यो अनि 1.5 वर्षको टाइम स्पेनमा केही छ फनी कस्टमर स्टोरिजहरू त्यही इन्काउन्टर गर्नु त्यस्तो यी सबै डिसेन्ट कस्टमरहरू मात्र आउनुहुन्छ है विराटनगरमा अब गाह्रै छ भनौँ भने के भन्ने छैन राम्रै छ सबैजना डिसेन्ट नै हुनुहुन्छ नभने त्यस्तो होइन कहिलेकाहीँ अब कस्तो हुन्छ यस्तो हो रेस्टुरेन्ट हस्पिटालिटी बिजनेस भएपछि हामीले चाहिँ जहिले पनि हाम्रो 100% दिन खोज्छौँ होइन कति कुराहरूमा हाम्रो मिस्टेक हुन्छ कति कहिलेकाहीँ कम्प्लेन्सहरू आउन सक्छ त्यो कुराहरू हो त्यति मात्र अरू त त्यस्तो केही पनि छैन सकेसम्म चाहिँ सबै राम्रो नै छ अहिलेसम्म सबै रेगुलर नै छ एकचोटि आएको मान्छे जो रेगुलर नै भइरहेको हुन्छ हाम्रो त्यही त यो कस्टमरहरूले केही नयाँ डिसहरू ट्राई गर्दा पनि तपाईँहरू फिडब्याकहरू लिनु सबै फिडब्याकहरू दिन्छ हामीले अनि कहिलेकाहीँ अब कस्टमर्सहरूको टेस्ट न हो कसैलाई नमन पर्न सक्ने त्यस्तो कुराहरू मात्र हो तर अहिलेसम्म चाहिँ सबै राम्रै छ रिभ्यूहरू पनि राम्रै छ यो यहाँको भाइबहरू चाहिँ एकदम होइन एस्थेटिकहरू छ यो चाहिँ केही इन्सपिरेसनहरू आएको थियो तपाईँहरूले आफै बनाउनु भएको यस्तो हो हामी चाहिँ कस्तो भने केमा काम गर्छ भन्दाखेरि हामी चाहिँ बजेट फ्रेन्डली छौँ क्या हामी एभ्रिथिङ सबै कुरा चाहिँ आफ्नै क्रिएटिभ अलिकति क्रिएटिभ साइडमा छौँ हामी होइन म अलिकति आर्ट्स पनि गर्छु अलिअलि कुराहरूमा म्युजिकहरू गर्छु अनि त्यही भएर पनि होला म क्रिएटिभ नै छु अलिअलि जस्तो लाग्छ त्यही भएर पनि हो प्लान्ट्सहरू धेरै मनपर्छ मलाई अनि त्यही भएर यु क्यान सी प्लान्ट्स एभ्रिवेयर क्लाउड9मा हरेक कर्नरमा प्लान्ट्स छ माछाहरू छ अनि इट्स नट लाइक त्यो धेरै पैसा खर्च गरेर पनि एस्थेटिक बनाएको होइन जे छ त्यसलाई नै युटिलाइज गरेर एस्थेटिक भनौँ न त्यस्तो पिन्ट्रेस्ट टाइपको इन्सपिरेसन त्यसो अब आउने युथहरू जुन छ जसले अब क्याफे स्टार्टअप गरौँ भन्ने सोच्दैछ तिनीहरूलाई चाहिँ तपाईँ के एडभाइस दिन चाहनुहुन्छ उनीहरूलाई के एडभाइस दिन्छु भने ओके गर्नुपर्छ तर यु हेभ टु हुन्छ नि 2 वर्ष 3 वर्ष चाहिँ तिमीले चाहिँ यहाँनिर चाहिँ सबै कुरा बिर्सिन सक्नु पर्यो सेक्रिफाइस गर्नु पर्यो तिम्रो सोसियल लाइफ सेक्रिफाइस गर्नु पर्यो तिम्रो सबै कुरा हुन्छ नि रेडी चाहिँ हुनु पर्यो इफ यु गोइङ फर अ वार युआर गोइङ टु हुन्छ नि यु हेभ टु बी रेडी फर ब्रिड क्या हुन्छ नि त्यस्तो कुरा वारमा गएपछि अलिअलि चोट लाग्छ त्यो आफ्नो पर्सनल स्पेस चाहिँ सेक्रिफाइस चाहिँ गर्नुपर्छ भनौँ न कति मान्छेहरूसँग बोल्नुपर्छ कहिलेकाहीँ तिमीसँग अब क्याफे कस्तो हुन्छ भने अब सबै मान्छे एउटै इनर्जीमा आउँदैन नि त कोही मान्छे गुड एनर्जी ब्रिङ गरेर आउँछ एउटा गुड एनर्जी ट्र्याक हुन्छ कोही मान्छेको ब्याड एनर्जी हुन्छ अनि त्यो मान्छेसँग पनि डिल गर्नु पर्दाखेरि कति स्ट्राइक्सहरू आउँछ क्या अनि त्यो कुरालाई चाहिँ ब्यालेन्स गरेर लान सक्नुपर्छ सबैजनालाई भन्छु क्याफे बिजनेसमा राम्रो छ प्रफिट छ नभएको होइन राम्रो बिजनेस हो गर्न सक्यो भने बाहिर जानुभन्दा यहीँ गर्नु राम्रो हो गर्नुपर्छ तर त्यही हो
गिभ अप गर्नु भएन गिभ अप गर्नु भएन जे सक्छ जस्तो भए पनि यु ह्याभ टु वेक अप एभ्री डे काम गर्नु पर्यो त्यो डेडिकेसन भयो भने चाहिँ ओके पर्सनल लाइफको चाहिँ तपाईँको फ्रेन्ड्सहरूले चाहिँ कसरी रियाक्ट गर्नुहुन्छ यो क्याफे खोल्नु भएको साथीहरू त के भने आइरह हुन्छ जहिले आइरह हुन्छ यत्तिकै बसिरह हुन्छ लाइक कस्तो छ भने मेरो भन्दा नि पर्सनली उनीहरूले चाहिँ लाइक आफ्नै सोचेर गर्छ क्या त्यो चाहिँ हो लाइक साथीहरू मात्र नभन्नु मेरो दाइ भाइ होइन लाइक जसलाई चाहिँ मैले लाइक ब्लड रिलेसन चाहिँ होइन तर लाइक बाहिरैबाट हेलो लाइक म्युचुअलबाट चिनेकोहरूले उनीहरूले पनि सपोर्ट गर्छ कि एकदमै मलाई अब लाइक केही चाहिएको छ भने लाइक मैले भनिरहनु पर्दैन कि गरिदिन्छ जे होस् भनौँ न सपोर्ट एकदमै पाएरै हो अहिलेसम्म लाइक क्लाउड 9 यहाँसम्म आइपुग्नु भनेकै लाइक सपोर्टले नै हो सबैजनाको सपोर्टले नै हो हाम्रो चाहिँ मेन त्यही हो सपोर्टिभ नै छ सबैजना हामी पनि अब कस्तो भने एउटा क्याफे भएपछि चाहिँ कम्युनिटी हुनुपर्छ जस्तो लाग्छ क्याफे सुड बी अलवेज कम्युनिटी बेस्ड जस्तो लाग्छ मलाई त्यही भएर पनि यहाँ जतिजना आउँछ सबैजना अब सपोज कोही ट्याटु आर्टिस्ट आउँछ भने पनि यहाँ आयो भने भाइहरू छ कति ट्याटु आर्टिस्टहरू अनि आउँछ अनि उसले हामीलाई सपोर्ट गर्छ कति कुराहरूमा होइन अनि हामीले पनि अरू मान्छेलाई कसैलाई ट्याटु चाहियो भने ओके उसँग कुरा गर्छ रिफर गरिदिने अनि एउटै सर्कल एउटा ठुलो सर्कल हो क्या क्लाउड 9 भनेको चाहिँ मलाई त्यस्तो लाग्छ अनि यो सर्कल चाहिँ एक्सपान्ड हुँदै बिस्तारै र टाइममा हुन्छ जस्तो लाग्छ सर्टेन टाइम लाग्ला अनि सबैजना सपोर्टिभ नै छ सबैजना फ्यामिलीको चाहिँ कस्तो रियाक्सन छ भाइ सेटिस्फाइड हुनुहुन्छ होला फ्यामिली सबै हुनुहुन्छ खुसी हुनुहुन्छ खुसी नै नेपालमै केही गर्नुभयो भनेर छोराछोरी बाहिर नगएर नेपालमै गर्दैछ भने त्योभन्दा ठुलो कुरा त के हेर्नु जस्तो लाग्छ किनकि म बाहिर 3 वर्ष जति बाहिर थिएँ नि त अनि त्यो मेन रिजन नै मलाई बाहिर लाइक नजाऊ बाहिर पठाउनु नखोजेको रिजन नै त्यही थियो कि अब दाजु पनि बाहिर थियो अनि बहिनी नि किन जाने अब बाबा मामु एक्लै हुन्छ भनेर चाहिँ अनि होइन यहीँ गर्नुपर्छ भनेर भन्यो फ्यामिलीकै प्लान थियो भनौँ न आफूले नै पर्सनली ओके म क्याफे खोल्छु भनेर चाहिँ होइन बाबाले नै एउटा स्पट छ यस्तो यस्तो गर्ने हो त भनेर ऱ्यान्डमली राति सोध्नु भएको थियो अनि आइरहेकै स्पेस थियो नि त यो त पहिला बच्चा हुँदाखेरि आएको चाहिँ थियो अनि म त यत्तिकै गफ हाने होला राति होइन बाहिर नजाऊ भन्नलाई गफ हाने जस्तो लागेको थियो त्यहाँ भइहाल्छ नि चलाइदिने हो भनेर भन्यो लास्ट त भोलि आएर कल आउँछ नि के हो जाने होइन त्यो स्पेस हेर्न भन्यो ए ला साँच्चीकै पो रहेछ अनि त्यस्तै हो तर के छ चल्दैछ अझै बेटर हुन्छ लाइक कति पोइन्ट्सहरूमा चाहिँ अब हामीले 100% दिन सकेका छैन अझै पनि जस्तो लाग्छ कि हामीलाई चाहिँ यो त बिस्तारै धेरै कुराहरू गर्न बाँकी छ हामीले सोचेको जस्तो अझै धेरै कुराहरू छ यो 25-30% किनकि एभ्री डे हुन्छ नि कति कुराहरू छ हाम्रो पनि अब कति कुराहरू आफूले चाहेर पनि लाइक गर्न सकिँदैन तर लाइक चाहन चाहँदै पनि कति कुराहरू चाहिँ अब लाइक के भन्छ अब्स्टाकल्सहरू आएर पनि रोकिन्छ कि अनि त्यसले गर्दाखेरि पनि अब त्यो बिस्तारै एकैचोटि नहोला होइन अब 1.5 year भयो 1.5 year मा क्लाउड 9 अहिले यस्तो छ अझ यसको लाइक 1.5 years पछि अझ बेटर होला क्लाउड 9 भन्ने चाहिँ हाम्रो लाइक त्यही हो इभल्भ चाहिँ हुनु टाइमसँग त्यो त प्रोग्रेस त राम्रो हुँदैछ नि त क्लाउड 9 पनि सबले नाम सुनिसकेको छ विराटनगरमा त एकचोटि आएपछि अरू ठाउँ जान चाहिँ मन लाग्दैन होइन होइन हामी रेगुलर नै हो नि त्यही हो हामीले लाइक फर्स्ट मोटिभ नै त्यही हो भनौँ न क्लाउड 9 को एभ्रीडे बरु यस्तो हो क्या यो चाहिँ मलाई कस्तो लाग्छ भने यो बिजनेस चाहिँ मेरो लागि क्लाउड 9 चाहिँ अब सपोज यो ठाउँ भएन भने पनि ठिक छ तर मैले अर्को ठाउँ खोल्यो भने क्लाउड 9 नै खोल्यो भने पनि यो चाहिँ म 50-60 वर्ष पुग्दाखेरि ऊ रेजनार म 50-60 वर्ष पुग्दाखेरि पनि तिमी पनि 50-60 वर्ष पुग्छौ नि त अनि त्यतिखेर पनि तिमी आउने हो क्या एभ्रीडे हुन्छ नि कोही बुढो भएछ जो बिराटनगर बस्छ लोकलहरू त्यो चाहिँ एभ्रीडेको स्पेस होस् क्या हप्तामा एकचोटि दुईचोटि गइराख्ने कफी खाने आउने त्यस्तो स्पेस बरु धेरै अर्निङ नहोस् मलाई धेरै पैसा पनि चाहिएन तर सर्भाइभ हुने मात्रै एउटा क्लाउड 9 एउटा क्याफेलाई सर्भाइभ हुने मैले 20-25 जनालाई इम्प्लोइमेन्ट दिन सकौँ होइन मेरो फ्यामिली अलि रन होस् धेरै पैसा पनि चाहियो ठिक छ त्यसको बरु अरू बिजनेस गरौँला पैसा कमाउने बिजनेस तर यो चाहिँ प्यासनको बिजनेस हो नि त द्याट्स वाइ अरू सिटिजहरूमा चाहिँ अहिले खोल्ने केही प्लानिङ चाहिँ छ कि छैन सिटिजहरूमा चाहिँ छैन त्यस्तो अहिले यही कुरा अलिकति अझै स्टेबल बनाउन बाँकी छ अझै 1-2 वर्ष अनि मात्र फेरि नयाँ ब्रान्च खोल्यो भने फेरि त्यता पनि टाइम दिनु पर्यो होइन पहिला सुरु यो चाहिँ अझै स्ट्रङ भएको छैन जस्तो लाग्छ हामीलाई कति कुराहरू गर्न बाँकी छ यही कुरालाई अहिले हामी लाइक मजाले क्यापेबलै भइसकेका छैन कि अर्को लाइक क्लाउड 9 को एउटा फ्रान्चाइजी अर्को ठाउँमा गर्नको लागि किनकि गर्छु भनेर आँटेर मात्र हुँदैन पहिला सुरु जे छ त्यसलाई चाहिँ 100% दिन पर्यो यसलाई नै पहिला सुरु एउटा लाइक
सर्टेन ठाउँमा पुगाएर ल ओके अब चाहिँ हामी स्टेबल भयो है, अब चाहिँ क्लाउड ओके ठिक छ भनिसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ अलिकति फ्युचरमा सोचौँला। प्लान चाहिँ छ। फ्रान्चाइज चाहिँ नगर्ने किनकि क्लाउड9 यस्तो हो जस्तो लाग्छ मलाई चाहिँ। अब क्लाउड9 बनाएपछि चाहिँ ओके यही हो क्या, अरू ठाउँमा गरेर हुँदैन जस्तो लाग्छ मलाई। एउटा कुरा मान्छेहरू यहीँ आउनु पर्यो क्या, क्लाउड9मै आउनु पर्यो। अरू ठाउँमा मैले सपोज इटरीमा खोल्यो भने फ्रान्चाइज खोलेर हुँदैन। बरु मसँग पछि गएर त्यति मसँग इस्टाब्लिस भयो, मसँग त्यति पैसा छ, इन्कम छ, मसँग त्यति रेभेन्यू छ भने बरु म अरू कुरा खोल्छु, अरू कुरा खोल्न सक्छु। अरू चेनहरू खोलौँला, अरू फास्टफुड चेन खोलौँला, अरू के खोलौँला, रेस्टुरेन्ट नै गर्छु। क्लाउड9 चाहिँ गर्दिनँ। प्लान चाहिँ अब लाइक क्लाउड9 त एउटा भयो तर अरू नै अब डिफ्रेन्ट के लिएर आउन सकिन्छ त। त्यस्तै कुरा हो। पछि गएर 5-6 वर्ष पछाडि त अब राम्रै भयो भने मान्छेहरू यहीँ आउनु पर्यो। विराटनगर आउँदाखेरि क्लाउड9 जानु पर्यो, त्यस्तो हुनु पर्यो। मैले काठमाडौँमा खोल्थेँ त्यस्तो हुनु पर्यो। मैले काठमाडौँमा खोलिदिएँ भने त क्लाउड9 त्यहाँ पनि छ यहाँ पनि छ, त्यस्तो होइन। विराटनगर आएपछि एकचोटि चाहिँ भिजिट गर्न मन लाग्यो क्लाउड9। त्यस्तो तपाईँको त सेफको पनि एक्सपिरियन्स रहेछ, यता डिसहरू पनि बनाउनुहुन्छ कहिलेकाहीँ? कस्तो डिसेस भन्दा पनि यो सबै मैले नै डिजाइन गरेको हो। हजुर, सबै रेसिपी मेरै हो। अनि म बसिरहेको हुन्छु, बिजी भएको बेलामा किचनमा हुन्छु। नयाँ मेन्युहरू बनाउनु पर्यो भने किचनमा हुन्छु। मोस्ट अफ द टाइम किचनमै भइरहेको हुन्छु, यता बाहिर पनि हेर्छु। सबै रेसिपी चाहिँ मेरो हो। तपाईँलाई चाहिँ कतिको इन्ट्रेस्ट छ कुकिङमा? ठिकै यो त पकाउन चाहिँ हुँदैन, अहिले ट्राई गर्नुभएको छैन? मान्छे नहुँदाखेरि चाहिँ मैले गएर ओके हेर्न चाहिँ सक्छ होइन, तर त्यो अब किचनमै गएर चाहिँ आफैले बनाउने चाहिँ गर्दैन। थ्याङ्क यू सो मच गाइज। लास्टमा चाहिँ अब सबैजनालाई मलाई इन्भाइट गरेकोमा होइन, तिमीहरू आयो यहाँनिर। अब एउटा जस एउटा बन्ड हुन्छ नि, तिमीहरू अब ब्रदरहुड जस्तो भनौँ न, एउटा कम्युनिटी भएपछि थ्याङ्क यू सो मच रेन&को होइन। तिमीहरू सबैजना कम्पनी एकदम राम्रो होस् होइन, के कसो हुन्छ सबैजना राम्रो काम गर्नुपर्छ, एकअर्कालाई हेल्प गर्नुपर्छ, कम्युनिटी बिल्डअप गर्नुपर्छ, त्यही हो। थ्याङ्क यू सो मच गाइज।